फाइनली गाइज म चाहिँ मनाङ पुगेँ है। अब चाहिँ मनाङ चाहिँ पुगेँ है। फाइनली अब चाहिँ मनाङ चाहिँ म पुगेको छु है। अब गाह्रो त अति नै गाह्रो छ यहाँ। अक्सिजनको पनि कमी रहेछ है। फाइनल्ली अब चाहिँ म चाहिँ हिमालको ठ्याक्कै फेदमा पुगेको छु है। यो चाहिँ अब यहाँबाट अझै यो तिलिचो ताल जाने बाटो चाहिँ यो यताबाट हो है। तिलिचो जानको लागि अझै हामी यहाँबाट करिब 1 घन्टा चाहिँ हामी यता तिलिचो जानको लागि यो बाटो चाहिँ हामी समाउँछौँ है। अब त्यसपछि भनेको हामी चाहिँ अनि यो बाटो चाहिँ आउनलाई एकदमै अप्ठ्यारो र कठिन रहेछ अहिले है। अनि यतापट्टि हेर्नुहोस् अब यो हामी चाहिँ नर्मली गाइज यो आइसकेको छौँ है। हिमाल एकदम नजिक छ क्या हिमाल चाहिँ। हेर्नुहोस् है एकदम नजिक हिमाल। यो चाहिँ फाइनल्ली हामी चाहिँ यो मनाङको अन्तिम